हिजो सामाजिक सञ्जाल हेर्ने क्रममा चाहिँ धरानको एउटा न्युज हेरेँ। अर्क साम्पाङलाई खण्डन र विखण्डन गर्दै नाताको मित्रताको नाताले मैले सघाएको थिएँ, दुःख जस्तो सुकै दुःखमा पनि सघाएको थिएँ भनेर एउटा साथी धरानको मेयरको लागि उठ्छु भनेर आएको रहेछ। कस्तो हुन्छ भने नि, अब नाम चाहिँ अब त्यहाँ मेयरको लागि चाहिँ धेरैजना मान्छेहरूको नाम दिएको रहेछ। एउटा पूर्ण गहतराज, दोस्रो निनाचन्द्र राई भन्ने व्यक्ति। र पूर्ण गहतराजजी वार्डमा उठेको भए साह्रै राम्रो हुन्थ्यो होइन। यदि बाँडफाँड मिलेर गर्ने हो नि त, जुनै काम पनि काम भनेको मिलेर गर्नुपर्छ भन्ने मेरो धारणा हो है। अनि अर्को निनाचन्द्रजी प्रदेशमा लड्नु नसकेको हो कि जस्तो लाग्यो क्या। प्रदेशमा म हार्छु भन्ने डर रहेछ, त्यही भएर मेयरमा चाहिँ अब त्यहाँको स्थानीय भएको नाताले जित्छु कि भन्ने एउटा आड होला। तर के हुन्छ भन्दाखेरि जहिले पनि टप टु बटम भन्ने कुरा हुन्छ है। बटम टु टप, टप टु बटम भन्ने हुन्छ। अब धनबहादुर राईलाई चाहिँ बटम टु टपबाट चाहिँ के भन्छ सिफारिस गएको हो कि भन्ने मैले बुझेको छु र एनालाइसिस टाढोबाट गर्दाखेरि त्यसरी बुझेको छु। निनाचन्द्र राईजी चाहिँ हर्क साम्पाङको मित्रताको नाताले टप टु बटमबाट चाहिँ जानु खोज्नु भएको रहेछ होइन। त्यो भएको कारणले जहिले पनि केन्द्रले डाइरेक्ट फल्ना चाहिँ उम्मेदवार भन्न थाल्यो भने भोलि स्थानीय ग्रास लेभलबाट चाहिँ हारिन्छ। तपाईँलाई एउटा उदाहरण दिन्छु। नेपाली काङ्ग्रेसको एउटा खाँड थियो, मन्जु खाँड भन्नेले गोपी हमाललाई टिकट नदिँदाखेरि गोपी हमालले अन्तिममा स्वतन्त्रबाट जित्यो होइन। मन्जु खाँडले जबरजस्ती एकजना काङ्ग्रेसकै उम्मेदवार उठाउँदाखेरि कसरी हार बेहोरेको थियो थाहा छ। स्थानीयको हातमा हुन्छ के, स्थानीयको हातमा हुन्छ चुनाव कसलाई जिताउने कसलाई हराउने भनेर। त्यस्तै मन्जु खाँडले पछिल्लो समयमा उसले गल्ती गरेको कारणले काङ्ग्रेसमा ठुलो क्षति भएको थियो। त्यस्तै अहिले श्रम संस्कृतिमा निनाचन्द्र राईज्यूलाई टिकट दिएको थियो भने स्थानीय लेभलबाट फेरि निनाचन्द्रलाई भोट नदिएको थियो भने के हुन्थ्यो, निनाचन्द्रजी हार्नुहुन्थ्यो र श्रम संस्कृतिलाई पनि ठुलो क्षति हुन्थ्यो। त्यसरी बुझ्नुपर्छ क्या। राजनीतिमा कहिले पनि त्यो लहरो तान्दा पहरो तानिन्छ भने जस्तै राजनीतिमा चाहिँ जहिले के हुन्छ भन्दाखेरि एउटा रुख बाँच्नु छ भने जसरी हजारवटा जराहरूको महत्त्वपूर्ण भूमिका रहन्छ नि, त्यसरी नै राजनीति बाँच्नको लागि, राजनीति टिकाउनको लागि हजारौँ व्यक्तिहरूको मन मस्तिष्कहरूलाई चाहिँ सङ्घाल्न सक्नुपर्छ। र एउटा रुख बाँच्नका लागि मेन जरा हुन्छ है, मेन जरा हुन्छ। त्यो मेन जरा भनेको चाहिँ राजनीतिक दल हो कि। तपाईँले जरा मात्रै सम्हाल्नु खोज्नुभयो तर होइन, जरा मात्रै समाउनु खोज्नुभयो तर मेन जरा चाहिँ तपाईँले समाउनु खोज्नु भएन। तपाईँ प्रदेशमा लड्नु नसक्नु आफ्नै ठाउँमा छ, तर स्थानीय लेभलको चाहिँ कुरा सुन्नुपर्छ। मेन चाहिँ स्थानीय लेभल है।